बुवा नमस्कार। हजुरलाई के समस्या थियो? सुगर, प्रेसर, पेटको समस्या, हातखुट्टाहरू दुख्ने। कति समयदेखि थियो नि? धेरै समय भएको थियो। अहिले कस्तो महसुस भइरहेछ हजुरलाई? म्याडम पनि आउनु भएको थियो? उहाँलाई सन्चो गरेर हजुर आउनु भएको हो। आजबाट छुट्टी भयो। 3 दिन आउनु पर्यो। कति दिन आउनु भयो? 3 दिन आउनु भयो। आजबाट छुट्टी भयो। घरमा गएर केही दिन लगाउनु पर्छ होला। हामी सिकाएर पठाउँछौँ। कति पैसा खर्च गर्नुभयो? 500 रुपियाँ, 200, 900 रुपियाँ खर्च भयो होला। 900 रुपियाँमा भयो है। 3 दिन आउनु पर्यो। अनि यहाँ उपचार गर्दाखेरि औषधिहरूको प्रयोग भएन, चुम्बकबाट भयो सबै। हजुरलाई यो उपचार माथि भरोसा लाग्यो? यसले सन्चो गर्दो रहेछ भन्ने मान लाग्यो है। ठिक छ, हजुरले नबिगार्नुहोस्। अरू कुराहरू चुम्बक आफै गर्छ, हेल्प गरिदिन्छ। मैले हामीले हजुरलाई बिगार्न भएन, कन्फ्युज हुनु भने सोध्नुहोस्। त्यसको लागि हामी छँदैछौँ। हजुरलाई धेरै धेरै धन्यवाद। हस् हस् हस्। मौसम देखो